हेलो नमस्कार सबैलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ म यसो हल्का बाहिर नेपाली के भन्छ त्यसलाई त्यो निङ्ग्रो टिप्नलाई जाँदैछु। दाइ भाउजूलाई लिएर कामतिन साइडको छेउतिर ताइलम खै कतातिर भन्छ त्यतातिर जाँदैछु है। अब म चाहिँ यहाँबाट घरबाट हिँडिसकेँ। अब दाइ भाउजूलाई पिकअप गरेर एकछिन यार्डमा गएर खानासाना पकाएर नेपाली स्टाइलमा पकाएर खान्छौँ। अनि त्यसपछि चाहिँ निङ्ग्रो टिप्न जान्छौँ है त। सो किप वाचिङ है। अब अगाडि बाटो देखाउँछु, त्यसपछि दाइ भाउजूलाई पिकअप गर्छु अनि त्यसपछि यार्डमा ल अब अगाडि बाटो एकछिन ब्लक छ, रातो बत्ती बलिरहेको छ, ट्राफिक लाइट। तपाईहरू ल अब हरियो बत्ती बलेर तपाईहरू जानुहोस् भनिसकेको छ यति बेला। आज अलिक बर्खा लाग्या जस्तो भइरहेछ, पानी परेर अलिकति रोकेको अवस्था छ यति बेला। On my way to Kamtin first है। अब यति बेला हाम्रो छेउतिर कोही पनि हुनुहुन्न। अब एकछिनमा चाहिँ साथी दुईजना दाजुभाइ दाइ भाउजूलाई चाहिँ लिएर जाँदैछु। ल फेरि अब हरियो बत्ती बलिसकेको छ यति बेला। रेडी हुनु भनेको अब रेडी भएको छ कि छैन। अब खाना ढिलो भइसक्यो, 11 बजिसक्यो। अब लगभग आधी घन्टा लाग्छ होला हामीलाई कामतिन पुग्नलाई। पकाएर खान 1 बज्छ क्या हो। अब फेरि अलिकति झरी परेको कारणले गर्दाखेरि खसीको सुप बनाएर भात खाने भन्ने कुरा भएको छ दैले होइन। यहाँ दाइ आइपुग्नु भयो है। के बोक्यो अरे? आइस बक्स किन्न लाएर भर्खरै त्यो सानो। फेरि किन त्यस्तो दुःख गर्नु पनि त्यो। यति बेला चाहिँ अब हामी सबैजना गाडीमा रेडी अनबोर्ड भइसकेका छौँ। कपाल मिलाउने पनि अब फुर्सद नभएर अब यतै भित्रैतिर मिलाइरहेको जस्तो छ। अब यता भाउजूलाई अब के भनौँ र खै, दर्याम रे। अब हामी सबैजना अनबोर्ड भइसकेका छौँ। अब यति बेला द वे झरी परिरहेको छ, जुत्ता पनि पुरै निङ्ग्रो घारीमा भनेर यस्तो पुरै केही फरक नपर्ने। म चाहिँ फेरि कट्टु लगाइरहेको छ। पिउसाले टोक्छ कि गिबिना ब्रिटिश लाउरे हो, युके लाउरे हो। ब्रिटिसको नाम पनि धेरै छ, ब्रिटिस आर्मी भन्छ। बाटो चाहिँ पछाडि फलो गर्दैछ काउछहरूले। हामी यहाँ यार्डमा आइसकेका छौँ।
खसीको मासु यहाँ भाउजूले पुरै कटिङ दिँदै हुनुहुन्छ। दाइ चाहिँ फेरि हल्का सुपरभाइजर मात्रै गरिरहेको छ। कटिङ त उ नै छ होइन अँ। के भन्छ ओ नरिसाउनु बुढो सुडो भनिदिने भने जस्तो क्या ल रहर मात्रै होइन त्यहाँ ऊ लसुन ऊ त्यहाँ छ अदुवा छ यसो गर्ने। मम्मी हल्का यता रहेछ फेरि अब यो त फोडेको अहिले यति बेला खाना चाहिँ दाइले बसालिसकेको छ। अब यति बेला खसीको मासु चाहिँ पुरै सानो सानो पिस गर्ने अवस्थामा बेला बेला भाउजू फेरि रिस गरिहाल्छ कि फेरि। सबै कभर हो। हजुर सबै हो सिङ्गै लाउन नि छुरीको दाँतमा झारेर जान्छु म। आज त्यस्तो हामीलाई के तातो रिस नगर्नु न। अब यत्रै खानेकुरा भएन होइन अलिअलि सानो त बनाउनै पर्यो। बुढासँग घरमा रिस भयो भन्दैमा यहाँ आएर नदेखाउनु। बुढासँग त सक्दैन नि त यतै मासुतिरै देखाउने हो। मासु नै होला। ल अहिले यति बेला खसीको सुपको लागि प्रिपेरेसन भइरहेछ है। आमा नरिसायो हाततिर हाल्नु है फेरि। मने सानो सानो चढे हो। ए सानो सानो बुचडे नै हो। ल ल अब खास अब हामी के भन्छ निहुरो टिप्न हिँडेको। अब यता खानासाना खाएर जाउँ भनेको है। अब झरी यस्तो झरी भइरहेछ काले। अब कटिङ सटिङ पनि हाम्रो सबै रेडी भइसकेको अवस्था छ। अब यतापट्टि हाम्रो किचनमा भाउजू एकदमै लागि परिसक्नु भएको छ। भर्खरै तेल पनि हाम्रो फेरि फ्रिजमा अब फेरि राख्ने तेल बिग्रिन्छ अरे त्यही भएर हामी फ्रिजमा राख्छौँ तेल। अब मैले जाने नि मरमसला खोज्ने नि यतै रहेछ। अनि त्यो चलेको छैन है भाउजू फेरि। हँ चलेको होइन क्या त्यस्तै राखेको त्यो नचलाएको हो त्यो। यो त होइन नि त्यो चाहिँ ओरिजिनल हो। फोन किचनमा चाहिँ भाउजूले पुरै यति बेला खसीको मासु खर्र गरेर पकाइरहनु भएको छ। खप्परमा नि लिएर आएको छ कि भाउजूले। पानी पनि भर्दैछ यति बेला है। हाम्रो गोलबाट पनि अब लगभग अब जाङ चाहिँ ठुलै भइसकेको छ। गोलबाट फल्न मात्र बाँकी छ। फुलहरू रेडी छ। अब खानाको लागि चाहिँ सरसामानहरू रेडी गर्ने क्रममा भाँडा पनि मोल्नु पर्ने हुन्छ होइन। यसमा चाहिँ मेरो फेरि फर्म 5 छ भाँडा मोल्ने। भाँडा मोलीमा चाहिँ मैले 60 पिकेट लिएर आएको छ फर्म 5 को है। पहिला फेरि यो भाँडा मोलीमा चाहिँ मैले अवार्ड पनि पाएको थिएँ। यसमा चक्कर फास्टेस्ट भाँडा मोल्ने अवार्ड। अब हामी चाहिँ जेन तेन गरेर निङ्रोको लागि उकालो लाग्यौँ। ताइलम नेचर ट्रायल पनि यही बाटो पर्ने रहेछ है। माया भन्ने यस्तै हुँदो रहेछ। अचानक पानी पनि परेको छ। अब माया यस्तै रहेछ। निङ्रोले माया बढाइदिरहेको छ यति बेला।
ल अब हामी लोकेसनमा आइसकेका छौँ। यति बेला आफ्नो हातमा एउटा झोला चाहिँ हुनैपर्छ भन्ने सल्लाहले चाहिँ झोला उठाइसकेका छौँ। मेरो हातमा पनि एउटा झोला है, पसिनाले पुरै खर्ल्याप्पै भइसकेको छ यति बेला। ल अब हामी गाडीभित्र चाहिँ अब छिर्ने कुरा भइसकेको छ है त। ल भरे फर्किँदा उता धेरै छ कि यहाँभन्दा। ए ल अब हाम्रो उता धेरै छ भन्ने सल्लाह अनुसार अब हामी अघि बढियो। ए ल यति बेला निङ्ग्रो टिप्ने कार्यक्रम एकदम भकाभक चलिरहेको छ। यो जङ्गलैभरि निङ्ग्रै निङ्ग्रो। कता हो? यति बेला सोल्टी हराएको अवस्था छ। यहाँ बुढा हरायो भनेर चिन्ता गरिसिक है। ए यहाँ चाहिँ फेरि बुढा हरायो, अजिङ्गरले व्यवस्था गर्यो कि बदेलले घोची पठायो कि भन्दैछ। यति बेला पुरै धमाधम निङ्ग्रो टिप्ने कार्यक्रम चलिरहेछ। तल श्रीमती, माथि श्रीमान। यति बेला यहाँ साह्रै जङ्गलभित्र हराएको छ, हल्का लडियो पनि होइन। निङ्ग्रोहरू यहाँ यता यता को कोले चिन्नुहुन्छ निङ्ग्रो होइन। ठक्क ठक्क यसरी ट्याप लाएर होइन, ट्याप लाएर टिप्ने रे। यसरी ट्याप लाएर ट्याप लाएर अब यहाँ झोलामा हाल्ने, ट्याप लाएर अगाडि अगाडि ट्याप लाएर जामफुटेले पनि टोकिरहेछ होइन। भाइ हल्का लड्दै पढ्दै एकदमै। ल यता अगाडि पुरै ट्याप लाएर है, यस्तो मजाको ट्याप लाएर भाज्ने यसरी है, ठ्याक्क ठ्याक्क। के छ भाउजू? ओहो भाउजूले त टन्नै बनाइसकेको रहेछ त। मेरो त अलिक मलाई पुग्ने मात्रै भएको छ। ए यहाँ पनि ल्याएर ट्याप लाएर म पुरै त्यही त ट्याप लाएर जाने बाटै पाएन अरे। किन पुरै छपक्कै भएको छ है ट्याप लाएर। भेटेको म त पुरै टिपिदिन्छु नि। ल यसरी हाम्रो पुरै कार्यक्रम चलिरहेछ। निङ्ग्रो पाउँदैछ सोल्टे? है निकै नै रमाइलो भइरहेछ यति बेला। समय खासै उपयुक्त होइन, तैपनि यादगारको लागि चाहिँ हामीले यहाँ निङ्ग्रो टिप्दैछौँ। मेरो फेरि अलिक पोसाक अलिक नमिलेको भएर तैपनि रमाइलै भइरहेछ। ओ भाउजू कता हो? काग करायो कि भाउजू करायो? ए
यति बेला पसिना चाहिँ खली आइसकेको छ है। आम्मामामा यो हो नि त, धेरै पछि पसिना चुहायो जङ्गलमा है। हल्का दुई चारचोटि मात्र लडिएको छ यो भिरमा। अब मैले चाहिँ यति मात्र टिपेछु है। धेरै नेपालमा अलिअलि टिपिन्थ्यो। अब यता कता हो कता जङ्गलमा। हाम्रो झोला चाहिँ भरिसक्यो है पुरै। अब आजलाई पुग्यो। चिसो भनेको स्प्राइट। उता हजुर कता आउँ त यार, हरायो त यार। झोलाको मुख आ गर्न आउनु त। के गर्ने रे? झोलाको मुख आ भन्न आउनु न। अब त्यहाँ नै टिप्नु पर्यो नि, टाइम रहेछ त। मैले 6 बज्यो भनेर पो त रिफिल ड्यामा धेरै मल्टिपेयर छ। मल्टिपेयर छ सामान धेरै। तपाईँले मैले त यस्तो प्लास्टिक 2टा टिपिसक्यो। अब त्यहाँ पर टिप्दा यो भरिन्छ। आमामामामा खोला नै के नलाने। यति बेला चाहिँ हामी न्यु रोड टिपेर फर्किँदैछौँ।